10th जुलाई 2026 मा मिस्टर सोनाम वाङचुकलाई हङ्गर स्ट्राइक पोइन्टबाट उठाएर सफदरजंग हस्पिटलमा एडमिट गर्दै थियो दिल्ली पुलिसले हैन। र उनीहरूले यसको कज चाहिँ भन्दैछ दिल्ली हाइकोर्टले अर्डर इस्यु गरेको थियो। त्यसमा चाहिँ सोनाम वाङचुकको हेल्थलाई चाहिँ मोनिटर गर्नुपर्ने र डेली चेकअप गर्नुपर्ने अनि प्रोटेक्ट गर्नुपर्ने उसको हेल्थलाई भनेर चाहिँ भन्दैछ है। तर यहाँनिर क्रोनोलोजी अलिकति बुझ्नुहोस् ल। 17 जुलाई 2026 मा दिल्ली हाइकोर्टले यो अर्डर इस्यु गर्छ। 18 जुलाई 2026 मा दिल्ली पुलिसले सोनाम वाङचुकलाई हङ्गर स्ट्राइक पोइन्टबाट टिपेर लान्छ हैन। अब 19 लाई चाहिँ एउटा अब्जर्भेसन डे, अब यसको रियाक्सन चाहिँ के हुन्छ हो त्यो हेर्नुको लागि गरेको पनि हुनसक्छ। किनभने चाहिँ 20 जुलाई 2026 देखि चाहिँ मनसुन सेसन सुरु हुन्छ पार्लियामेन्ट र यो सिजेपीले चाहिँ 20 जुलाईलाई चाहिँ छानेको थियो पिसफुल मार्च टुवर्ड्स पार्लियामेन्ट। र पार्लियामेन्ट हाउस र जन्तर मन्तरको डिस्टेन्स पनि बेसी छैन है। र अब त्यसरी किनभने फेरि यो जुन चाहिँ एजिटेसन भनौँ न, यो यसको मेन सेन्टर पोइन्ट भनौँ न, त्यो चाहिँ मिस्टर सोनाम वाङचुकै हो। र किनभने सोनाम वाङचुकले गर्दा नै यो खालको जुन चाहिँ सपोर्टहरू बिस्तारै पाउन थालेको थियो हैन। र सोनाम वाङचुकले चाहिँ त्यो मार्च चाहिँ गरेको भए 20 तारिक हैन, अब जसरी भए पनि चाहे स्ट्रेचरमा होस् या कसैको हेल्प लिएर पनि गरेको भए चाहिँ अझ सपोर्ट पाउनु चाहिँ अब म्याक्सिमम चान्स हुन्थ्यो त्यो लेभलको है। त्यति बेला चाहिँ अब दिल्ली पुलिसले अब यो फोर्स युज गरेर त्यसलाई स्टप गर्नु खोज्यो भने चाहिँ भायोलेन्स हुने चान्सेस पनि हुन्थ्यो। र यो प्रोटेस्टमा भायोलेन्सको मतलब चाहिँ सिजेपीले चाहिँ सिम्प्याथी पाउनु भन्दा पब्लिक सिम्प्याथी अझै बेसी बढेर जान्छ। त्यो चाहिँ गभर्मेन्टले चाहँदैन है। र यो जसले पनि यो स्ट्राटेजी युज गरेको छ है, त्यो चाहिँ भयङ्कर डरलाग्दो अब मास्टर स्ट्रोकै भनौँ न। तर अब जे भए पनि अब हामी कमन मान्छेले चाहिँ जसको नानीहरू एडुकेसन लिँदैछ अथवा त्यो नानीहरू जो चाहिँ अब पढ्दैछ हैन, यस्तो इक्जामहरू बस्नु आँटेको छ, उनीहरूले चाहिँ अब फ्युचरमा चाहिँ अब यस्तो पेपर लिक भयो है भनेर चाहिँ अब त्यो हेडलाइन्स चाहिँ अब हेर्नु परेन भने चाहिँ त्यो पनि एउटा काइन्ड अफ सक्सेसै हुन्छ है। र अब त्यही नै अब हामी सबैले नै अब फ्युचरमा चाहिँ एक्सपेक्ट गरौँ।